सबैभन्दा बढी सक्रिय हुन्छ महिलाको इस्ट्रोजन हर्मोन सबभन्दा बढी सक्रिय कहिले हुन्छ 18 वर्षको उमेरमा हुन्छ त्योभन्दा पहिले विकसित हुन सुरु त हुन्छ महिनावारी सुरु हुन्छ तर पूर्ण विकसित अथवा पूर्ण चरममा पुगेको हुँदैन त्यसपछि प्रत्येक क्षण प्रत्येक वर्ष प्रत्येक दिन उसको केही पोइन्ट केही न्यानो न्यानो युनिटमा भए पनि त्यो हर्मोन चाहिँ अब घट्ने बाहेक बढ्ने कुरा त हुँदैन त्यसको सक्रियता त घट्दै जान्छ महिलाको पनि घट्दै जान्छ पुरुषको पनि घट्दै जान्छ त्यसकारण सबभन्दा बढी उसलाई यौनबाट चाहिँ उत्तेजित गर्न सकिने महिला होस् पुरुष होस् उसलाई 18 वर्ष 20 वर्षको उमेरतिर उनीहरूलाई यौन चाहना हुने छिल्ने हुने थाहा हुँदैन दिमागले मैले चाहना नै हो भन्ने कुरो तर हरेक कुरा देखेर हाँस्न मन लाग्ने जे कुरा पनि छिलिन मन लाग्ने इतरिन मन लाग्ने हैन हरेक कुराले सकसक लागे जस्तो के प्रकृतिले नै कुतकुताए जस्तो लाग्न सक्छ तर उनीहरूले जब आफ्नो यौन जीवनमा कसरी आनन्द लिने कहाँबाट आनन्द हुन्छ कस्तो स्पर्शले आनन्द गर्छ भने बुझ्नको लागि समय लाग्छ त्यसले गर्दाखेरि 25-30 वर्षको महिलाहरूले तपाईले महिलाकै बारेमा सोध्नुभयो पुरुष पनि त्यस्तै हो अलिकति 2-4 वर्ष उसको ढिलो हुन्छ जे कुरा पनि त्यसै कारणले पुरुष अलि बढी उमेरको बिहे गर्नुपर्छ भन्ने नियम पनि त्यसैले समाजले बनाएको होला त्यसकारणले गर्दाखेरि यो 30 वर्षको आसपासमा चाहिँ महिलाहरूले जब यौन जीवन सुरु गर्छन् गरेपछि 2-4 वर्ष 5 वर्ष महिला र पुरुषले आफ्नो कम्फोर्ट जोनहरू आफ्नो सम्पर्क गर्ने कुरा कसरी आनन्द आउँछ भन्ने कुरा थाहा पाइसकेका हुन्छन् तर सबैभन्दा गोल्डन पिरियड केलाई भनिन्छ भने जब महिलाले बच्चाहरू पाइसकेकी हुन्छ 40 वर्षको रणमा पुरुष जब आफ्नो चाहिँ क्यारियर इस्टाब्लिस भएर केही न केही आफ्नो घर व्यवहारमा मेरो हैसियत यति रहेछ मैले यति कमाउने यसरी कमाउने भन्ने कुरा पनि भइसक्छ बच्चा बच्ची पनि हुर्केर स्कुल जान थालिसकेका हुन्छन् अब आमा बाबुसँगै नसुतेर अलि पर सुताउँदा पनि मिलाउने भइसक्छ त्यो उमेर चाहिँ सबभन्दा गोल्डन पिरियड मानिन्छ सेक्सको हिसाबले त्यस कारणले कति मान्छेहरूले म कहाँ आएर जचाउँदाखेरि 40, 45, 50, 55 वर्षको उमेरमा मेरो त उमेरले हो कि डाक्टर साहब भन्छ मलाई उनीहरूसँग दया लाग्छ माया लाग्छ वास्तवमा नबुझेर बिचराहरू उमेरलाई बुझेकै छैन राम्रोसँग के हो उमेर भन्ने कुरा त्यसकारणले स्त्रीहरूको पनि महिनावारी नरोकिने उमेर र 40 वर्षभन्दा माथिको उमेर त्यतिखेर स्त्रीले प्रखर रूपमा यो मिडल एज भनिन्छ र त्यतिखेर स्त्रीले पनि प्रखर रूपमा पुरुषको साथ खोज्छ 40 वर्षको उमेर 40 वर्षभन्दा माथिको उमेरमा त्यही भएर अहिले अलि अन्टी लभर भन्ने जस्तै चाहिँ अलिकति 40-45 वर्षको चाहिँ लेडिजहरू चाहिँ भर्खरको केटा खोज्ने त्यही भएर त्यही प्रसङ्गलाई लिएर मैले यो खास चाहिँ हजुरलाई प्रश्न तपाईले आन्टी लभरको कुरा गर्नु आन्टी लभर भनेको त एउटा के हो भने हामीले पुरुषहरू वेश्यावृत्ति गरेको थाहा हुँदैन नि हामीलाई थाहा थिएन नि हैन हाम्रो समाजमा त महिलाहरूले वेश्यावृत्ति गर्छन् भन्ने मात्रै बुझाइ थियो नि त बुझाइ न हो भित्रभित्र के भाव हुन्छ भन्ने कुरा त यो राणाकालमा पनि थियो त्योभन्दा अगाडि पनि थियो सृष्टिको सुरुदेखि नभए त बादशाहले काम